मर्निङ बीज बगान सबैलाई गुड मर्निङ अनि हाम्रो बीज बगानलाई पनि गुड मर्निङ। र अहिले म यहाँ मर्निङ टाइममा घुम्नलाई आएको छु र तपाईले हेर्नुहोस् यहाँनिर कति हरियो भरियो छ र यहाँ सनसुन्न पनि छ हो। र म यहाँ अहिले एक्लै पनि छु हो। तपाईले चारै दिशा तपाईलाई यो भिडियोमा देखाइरहेछ हेर्नुहोस्। र अब म यहाँ अलिकति वाक गर्ने छु किनकि मर्निङ टाइमको मौसम एकदमै फ्रेस हुन्छ र फ्रेस भएको कारण चाहिँ के हो भने चाहिँ अक्सिजन फ्रेस हुन्छ। त्यो अक्सिजन फ्रेस अक्सिजनलाई लिनुको लागि म अलिकति यहाँ वाक गर्ने छु र हेर्दै जाउँ अगाडि अगाडि म देखाउँदै लान्छु तपाईहरुलाई कस्तो मतलब कस्तो चिसो हावा मजाले आस्तेले आउँदैछ हो। कति मजाको फ्रेस अक्सिजन। यसरी गाइस सबैले मर्निङ टाइममा यसरी फ्रेस अक्सिजनको मजा लिनुहोस् किनकि अक्सिजन अहिले पो फ्री छ। हस्पिटलमा भएपछि यो अक्सिजनलाई पनि किन्नुपर्छ यो त कुरा सबैलाई थाहा छ होला नि हैन। यस्तो हो त्यही लागि अक्सिजनको पनि कदर गरौँ। हामी मर्निङ टाइममा आफ्नो शरीरलाई हैन फ्रेस अक्सिजन दिनु सक्छ। हाम्रो यो रुखपात हरियो परियो भएको जग्गामा हिँड्दाखेरि कति मजाले अक्सिजन फ्रेस आउँछ। मर्निङ टाइमको अक्सिजन चाहिँ फ्रेस आउँछ। सुतिर चाहिँ नरहौँ है, यसो घुम्ने गरौँ अलिअलि मर्निङ टाइममा। आफूलाई नभए भने आफ्नो शरीरलाई हो हैन, यसो अक्सिजनहरू लिउँ हैन। यहाँ हेर्नुहोस् तपाईले हेर्नुहोस् सूर्य भगवानलाई पनि देख्नु हुँदैछ जो कि सन भर्खर आइरहेछ र सन देख्दैछ। सनको पनि फोकस मतलब आएको छैन जस्तो कि अब अहिले यहाँ मौसमै अर्कै टाइपको भइरहेछ। र यहाँ अहिले तपाईले देख्नुहुन्छ हिजोको बेलुका राति नाइटको टाइममा पानी आएको थियो त्यसै कारणले आजको मर्निङको मौसम अलिक रमाइलो भएको छ। र त्यही मौसम रमाइलो हुनेको कारणले चाहिँ म पनि यसो फ्रेस अक्सिजन लिउँ भनेर चाहिँ यसो हिँडेको हो। र तपाईले हेर्नुहोस् बाटोहरू पनि कति मजाको देख्दैछ, हरियो भरियो छ है। हेर्दै जाउँ गाइस यस्तो मजाको हो, क्या मजा आउँदैछ यस्तो बिहान मर्निङ टाइममा यस्तो चराचुरुङ्गी कराइरहेको छ हैन। र रुखपातहरू पनि शान्तमा छ, मजाको मौसम आम्मा यस्तो मौसममा हिँड्नुलाई मजा आउँछ। बेसी ठन्डा पनि छैन हो, टक्कै एउटा टी सर्ट लगाए हुन्छ यतिको मौसममा चाहिँ। र अहिले यो चाहिँ फ्रेस मौसम हो मजाले हेर्नुहोस् गाइस। र मेरो हिजोको भिडियोमा चाहिँ अब चियाबुदाको बारेमा थियो, आज पनि म बिस्टी गार्डन नै घुमिरहेको छु र बिस्टी गार्डनमै नै छु। मेरो घर पनि यतै हो र म यसरी सधैँ तपाईँलाई अपडेट गर्दै गर्छु भिडियो। तपाईले मेरो भिडियोलाई सब्स्क्राइब गरिदिनु होला योन्जोन प्रिन्टलाई, र लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला। तपाईहरुलाई कस्तो लाग्छ भिडियो हेरिदिनु होला। र हामी अब एकछिन है यो चरा कराउँदैछ हुहु गरेर हो, त्यसको साउन्ड सुनौँ है हामी। वहाँ यो रुख देख्नु हुँदैछ तपाईले, यो पिपलको रुख हो। यो पिपलको रुखको बिचमा गएर सुनौँ है। त हामी यहाँ पिपलको रुख पुग्नु आँटेछ र पुग्ने बेला भयो र हामी यहाँ एकछिन शान्त बस्छ र चराचुरुङ्गीको साउन्डलाई हामी महसुस गर्छ, उहाँको आवाजलाई है। यो पिपलको रुख हो हेर्नुहोस्, यहाँ चराचुरुङ्गी त छ किनकि थाहा भयो मलाई। एकछिन हामी चराचुरुङ्गीको आवाज सुनौँ है। तपाईहरु भिडियोको चारै दिशामा घुमाउँछु हेर्दै गर्नु र चराचुरुङ्गीको आवाज पनि सुन्दै गर्नु है। चराचुरुङ्गी कराइरहेको छ। कतिवटा चरा त भाग्यो पनि बिचारा, हिर्कन्छ भनेर होला। हिर्काउनु त हिर्काउँदैन, किन हिर्काउनु प्रकृतिको चिजलाई। सो गाइस अब म चाहिँ भिडियो बन्द गर्नेछु, यति नै हो यो मेरो न्यू ब्लग भिडियो। र मेरो युट्युब च्यानललाई
योन्जन प्रिन्ट युट्युब च्यानललाई तपाईँले सब्सक्राइब गरिदिनुहोस् र लाइक अनि कमेन्ट पनि गरिदिनुहोस्। म तपाईँलाई भिडियोको अपडेट दिँदै गर्छु। अहिले टाटा बाई बाई।